ल फाइनल्ली मेरो घरको मौरी चाहिँ छुट्टिएर यो सानो डुँडमा आएर बसिसक्यो। यसमा आएर बसिसक्यो अलिकति मौरी। धेरै चाहिँ छैन, 10 फ्रेम जति छुटेर आएछ। अब यसलाई बेलुका फेरि लगेर तिनीहरू त्यही पुरानै घरमा सिफ्ट गरिदिन्छु। यसमा चाहिँ भाग्नु खोजेर क्विन गेट लागेकोले गर्दा मौरीहरू एकदम ड्रोन बेसी निस्केको थियो बाहिर। ल साथीहरू, मेरो चाहिँ मौरी भाग्नु सफल भएन। फर्केर आयो। यसको उही अर्को घरको चाहिँ यहाँ आएर बस्यो। हाम्रोमा चाहिँ यति बेला आरू पाकेको छ। एउटा डालाले मात्रै फल्छ जहिले, वर्षै पछि यति नै हो फलाइने यसको। यहाँ एप्पल फलेको छ। यो चाहिँ एप्पल फलेको, भुइँमा झरिरहेछ पुरा। ल साथीहरू, आजलाई चाहिँ मेरो भिडियो यति नै हो। फेरि अरू पनि नयाँ नयाँ मौरीको भिडियो हेर्नु चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला।